र अहिले चाहिँ जुन हजुरले जुन खालको मसँग सेयरिङ गर्नुभएको थियो दुःखको कुरो होइन, अब म चाहिँ क्यान्सर छ, अब मलाई बेसी हुँदैन, म चाहिँ अब मर्नुभन्दा अगाडि खाने चिजहरू खान पाए हुन्थ्यो भन्ने जुन हजुरले भन्नुभएको थियो, त्यो अनुरूपमा जस्ताको तस्तै मैले उहाँ कुराहरू राखेँ हाम्रो चाहिँ धम्म मित्रहरूसँग ग्रुपमा। त्यहाँ त्यसैले गर्दाखेरि उहाँहरूले चाहिँ सहयोग गर्नुभएको छ। हाम्रो चाहिँ अमेरिकाबाट हुनुहुन्छ शान्ता राणा मगरजी हुनुहुन्छ, उहाँले चाहिँ 6,882 रुपियाँ 59 पैसा उहाँले चाहिँ धम्मदान गर्नुभएको छ। र युकेबाट कृष्ण दर्लाई मगरज्यूले 9,200 रुपियाँ धम्मदान गर्नुभएको छ तपाईँको लागि चाहिँ होइन, धम्मदान गर्नुभएको छ। त्यस्तै गरेर हाम्रो चाहिँ मगर बौद्ध सेवा समाज अमेरिकाबाट विमल राणा मगरज्यू उहाँले पनि हजुरलाई चाहिँ 6,696 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरेर हाम्रो चाहिँ नेपालबाट राजाराम सिजाली मगरज्यूले मकनपुरबाट होइन, उहाँले चाहिँ तपाईँको 1,640 रुपियाँ गर्नुभएको छ। अहिलेसम्म चाहिँ यति चाहिँ गर्नुभएको छ। अझै पनि हाम्रो चाहिँ मापा वापाहरूले होइन अझै पनि सहयोग गर्ने भन्ने कुराहरू जानकारी आएको छ बेलुकी होइन, उहाँहरूले गर्दै हुनुहुन्छ, पछि फेरि आउँछौँ। र अहिले चाहिँ हजुरलाई चाहिँ म यो हस्तान्तरण गर्न चाहन्छु। यो जम्मा चाहिँ तपाईँको 24,418 रुपियाँ 59 पैसा भएको छ होइन, यो चाहिँ म हजुरलाई हस्तान्तरण गर्न चाहन्छु होइन। यसलाई चाहिँ हजुरले नै समाइदिनु होला होइन। अब यहाँ चाहिँ तपाईँको यो है यो समाइदिनु होला र हजुरले अब अन्तिममा यता हेरिदिनु होला। उहाँहरू जति पनि छ तपाईँलाई सहयोग गर्नुभएको छ होइन, उहाँहरूलाई के भन्नुहुन्छ हजुरले? जति तपाईँलाई एउटा धम्मदान गर्नुभएको छ, तपाईँलाई चाहिँ एउटा चिज खान मन लागेको चिज खानुहोस् भन्नुभएको छ, शीघ्र स्वास्थ्यको पनि कामना गर्नुभएको छ, के भन्नुहुन्छ उहाँहरूलाई? के गर्नु, धेरै पैसाको आवश्यक थियो, म रोगी छ, पैसा नभएर खानको लागि मैले पनि खान पाएन। अहिले उहाँहरूले सेवा गरेको हुनाले मैले खान पाइयो, मेरो आँट पुरा भयो, म धेरै खुसीमा छु। उहाँलाई धेरै धेरै धन्यवाद होस्, बाबाहरूलाई धेरै धेरै धन्यवाद। भनेपछि बुद्ध धर्मसँग आमा बाबु र गुरु आचार्यप्रति हजुरले चाहिँ अभिमान रहित उहाँहरूलाई चाहिँ तपाईँले वन्दना गर्नुहुन्छ, वन्दना गरिदिनु होला एकचोटि, यतिकै गरिदिनु भएको हजुर। र एकदमै उहाँहरूलाई चाहिँ जुन मैले हस्तान्तरण गरिसकेको छु र विशेष गरेर बुद्ध गुण अनन्त, धम्म गुण अनन्त, सङ्घ गुण अनन्त, माता पिता गुण अनन्त, आचार्य गुण अनन्त, अहम बन्दामी सर्वदा होइन, उहाँहरूको सबैको अनुभावले हजुरहरूप्रति पनि चाहिँ एउटा श्रद्धा जुन गर्नुभएको छ धम्मदान उहाँ देवमाया तामाङप्रति, त्यसको पुण्यको प्रभावले हजुरको जीवित परिवारजनमा पनि कुशल मङ्गल सुख शान्ति रहोस् र बितेर गएका जति पनि पितृहरू हुनुहुन्छ उहाँहरूलाई पनि कुनै पनि पशु प्रेत असुर नर्कमा नपरी सुगतिको चाहिँ कामना गर्दै प्राप्त होस् भन्दै म पनि बिदा हुन चाहन्छु। भगवतु सब्ब मङ्गलम। साधु साधु साधु। धेरै धेरै साधुवाद छ। हस् त है त ल।